हेलो साथीहरु, आज फेरि हामीले वेलकम ब्याक टु माई च्यानल साथीहरु। फेरि आज हामीले नयाँ भ्लग लिएर आइसकेको छौँ। आज हामीले हेर्न सक्नुहुन्छ, जुम कडा जुम हिँड्नु अगाडि नबजा हिँड्नु गुरुगुरु यस्तो बजाउनु नजानु यति थाङ्छ नबजाइकन हिँड्नु। ल त साथीहरु, हामी चाहिँ जाँदैछौँ लकडा हिँडिन्। ल त साथीहरु, हामी चाहिँ पर कहाँ जाँदैछौँ कडा हामी रवि डाँडामा जाँदैछौँ साथीहरु। आज चाहिँ हामी चङ्गा ल त साथीहरु, हामी जाँदैछौँ। ल त साथीहरु, यता जाँदैछौँ हामी। त्यस्तै बाटो छ साथीहरु, अलिक पर्तिर छ त्यो डाँडा चाहिँ अलि राम्रै छ। डाँडामा डाँडाको भ्यूहरू भनेर कस्तो मस्त छ यार साथीहरु, बाल छ क्या डाँडाको भ्यू झन्। अगाडि सुकेछु हिँड्न। ल त साथीहरु, ल त हिँड्ने कडा छिटो हिँड्ने कडा छिटो। ल त साथीहरु, जाँदैछौँ। कहाँ पुग्यो कडा? कति बेर लाग्छ अब? 2 मिनट लाग्छ साथीहरु, लगभग पुग्नै आँट्यो क्या होइन कडा हो। अघि पानी परेर हामीले यसलाई छोडेर गएको थियो। फेरि हामी ठाउँमा लिएर आइसकेको छौँ। ल त साथीहरु, ल हिँडेर गएको छु। यहाँ सक्नुहुन्छ साथीहरु, घुर्मिस यतातिर आउँदैछ साथीहरु। ल त साथीहरु, बाटो चाहिँ एकदम धराप रहेछ। धराप भन्दा नि अम्छो रहेछ काट्ने। हेर्न सक्नुहुन्छ साथीहरु, आज चाहिँ हामी टक्कसँग गुर्मुर खाने चङ्गा बनाउनु। आज चाहिँ एकदम घाम लागिरहेछ। अघि चाहिँ पानी पऱ्यो, अहिले चाहिँ चट्ट घाम लागेको छ साथीहरु। ल त लकडा छु घाँसमा हिँड है। ल साथीहरु, हेर्नु अम्लिस घाँटी छ, यतातिर अम्लिस छ, अस्ति नै काटेको। यता नि अम्लिस म पनि। ओइ त्यतिको बाटो चाहिँ एकदम धराप छ। कडा हिँड्दैछ कडा छिटो हिँड्नु न। अस्ति त काँडा हुन्छ। ल त साथीहरु, हेर्नु सक्नुहुन्छ भ्यू चाहिँ बबाल छ है। आइपुग्यो डाँडा, म त्यो साथीहरु डाँडा अगाडि बिस्तारै कडा भरिन्छ भ्यू चाहिँ साथीहरु। साथीहरु, हामीले नयाँ वर्ष कस्तो पार्टी हानेको है कडा। त्यति बेला भ्लग हाम्रो यो अल्ठुलो होस् न। ल त साथीहरु, हामी ठ्याक्कै डाँडामा आइपुग्यौँ। यहाँ चाहिँ कस्तो बबाल भ्यू देखिन्छ हेर्नुहोस् त। ल त साथीहरु, हेर्न सक्नुहुन्छ है, हामी ठ्याक्क डाँडामा आइपुगेको छौँ। डाँडाको भ्यू चाहिँ डाँडाबाट भ्यू चाहिँ बबाल देखिन्छ हेर्नुहोस्, कस्तो दामी देखिन्छ है। डाँडा चाहिँ अहिले यस्तो छ है, ढुङ्गा छ, यहाँबाट भ्यू बबाल जान्छ है। माथितिर हेर्न सक्नुहुन्छ, यता पर्टिन देखिन्छ साथीहरु। यता यस्तो छ, यता घाम यता छ है, घाम यता लागिरहेछ। टक्कै यहाँ उडाउने चङ्गा, कलेज टाढा उडाउने हेर्न सक्नुहुन्छ साथीहरु। ल त साथीहरु, चङ्गा चक्राहरू कलेज चङ्गा बढाएर टाढा उडाउने भनेर भनिराखन्। उसले चाहिँ कडा मलाई नि कसले